नमस्ते, म दिप पौडाई। म चाहिँ आज यता सुमिदा खाओ नजिकै छु र सुमिदा खाओ चाहिँ यो टोकियोको आसाकुसा बासी स्टेसन नजिकै पर्छ र यहाँ चाहिँ एकदमै रमाइलो हुँदो रहेछ। म चाहिँ पहिलोपटक गएको यो खाओ नजिक र खाओ नजिक आउँदाखेरि यहाँ पछाडि धेरै साथीहरू हुनुहुन्छ। उता मेरो दाइहरू पनि आउनु भएको छ मसँगै र सँगै आउँदाखेरि यस्तो यहाँ चाहिँ यता तलतिर खाओ छ, यता सानोतिनो नदीहरू चाहिँ देखिन्छ। अनि नदीहरू देखिँदाखेरि टक्क हेर्दा पनि आनन्द लाग्ने। यता पछाडिको भ्यू चाहिँ स्काइतिर सरर देखिने। अनि यता चाहिँ सरर ट्रेन आउँछ, फेरि टक्क सरर ट्रेन आउँछ, कति आनन्द लाग्छ यतातिर टक्क। अनि यहाँ चाहिँ बस्ने ठाउँहरू छ, यहाँ बस्ने टक्क बस्ने खाने ठाउँहरू छ, यता बस्ने ठाउँ उतातिर छ, यहाँ बस्ने ठाउँ यतातिर छ। र बस्दाखेरि चाहिँ यहाँ टक्क साँझको पख टक्क आउने, टक्क यसो दिमाग मुड फ्रेस गराउने। यता खावा नजिकै आउँदाखेरि एकदमै रमाइलो छ। मेरो दाइले भिडियो बनाइराख्नु भएको छ, उहाँ पनि सानोतिनो भिडियो बनाउने मान्छे हुनुहुन्छ। अनि यता चाहिँ मेरो दाइ हुनुहुन्छ, एकदमै प्यारो दाइ हुनुहुन्छ, उता मेरो समीर दाइ हुनुहुन्छ। र यहाँ टक्क यसो साँझ पख आएर साथीहरूसँग टक्क यसरी बस्दा एकदम आनन्द आउँछ। यसरी आज यसरी टक्क यसरी बस्दाखेरि एकदमै आनन्द हुन्छ आज। अनि सरर आउँदाखेरि चाहिँ यता टक्क साँझ झिलिमिली बोल्छ, यो पछाडिको यो स्काइतिर चाहिँ एकदमै झिलिमिली बोल्छ फेरि। अनि यहाँ टक्क साँझ यसरी रनिङ गर्छ, रनिङ गर्दाखेरि दौडिन्छन्। अनि चाहिँ एकदमै रमाइलो देखिन्छ। साँझ चाहिँ आउँदाखेरि चाहिँ एकदमै जोस् यतै आउनु जस्तो लाग्छ। र मेरो दाइहरूको यसो दुइटाले फोटो खिच्ने चाहिँ यस्तो कुराकानी भइरहेको छ। यो कसले कसको फोटो खिच्ने भनेको चाहिँ दुइटाले फोटो हेराएर गर्छन् र एकदमै मेरो प्रिय दाइहरू हुनुहुन्छ यहाँहरू चाहिँ। अनि चाहिँ यता यो खावा चाहिँ लगभग एकदमै सुन्दर छ। अब अहिले चाहिँ अलिकति बेगैरो भएर हो कि अलिकति हरियो नै देखिया छ। अनि यता चाहिँ स्काइछुरी छ, स्काइछुरी चाहिँ अब एकदमै रमाइलो देखिन्छ। अब साँझ त रमाइलो हुनेको हो कि। अनि यहाँ चाहिँ धेरै मान्छेहरू आउँदो रहेछन् सर बस्ने। म चाहिँ पहिलोपटक गएको, रमाइलो देखिन्छ। यसो घुम्न फोटो खिच्न इच्छुक हुनुहुन्छ भने चाहिँ यो टोकियोको आखेभारादेखि एक स्टेसन यता चिवा जाने लाइनको लाइनको एक स्टेसनबाट एक स्टेसनबाट चाहिँ आसाकुसाबासी छ। आसाकुसाबासी चाहिँ एकदमै आसाकुसादेखि लगभग आसाकुसाबासी स्टेसनदेखि लगभग 5 मिनट जति हिँडेर यता यो खावामा आउन सकिन्छ। ठिक छ, एकदमै रमाइलो छ। तपाईँहरू यसो आएर घुमिदिनु होला। यसो घुम्न मान्छ भने फोटोहरू खिच्न मान्छ भने चाहिँ म तपाईँलाई सर यसो लास्टको यो भ्यूहरू पनि देखाउँछु यता। अब धेरै त सकिनँ, छोटो मिठो देखाउँछु, तपाईँ हेरिदिनु होला। यता मेरो दाइहरू हुन्छ, यता खुसी हुनुहुन्छ आज एकदमै। के छ, कस्तो लाग्यो आज घुमाइ? कस्तो लाग्यो भनिदिनु त। तपाईँ रमाइलोमा नबस्नु कस्तो लाग्यो तपाईँलाई घुमाइ? आज घुमाइ एकदम समग्रमा भन्यो भने स्वर्गको एउटा टुक्रा धरती म यहाँ टोकियो रहेछ। हजुर, त्यो चाहिँ सुविधा गाडीबाट हो। हजुर। र अब सानो सुविधा चाहिँ हाम्रो बाइक राइडिङ गर्ने, वाटर बाइक राइडिङ गर्ने चाहिँ 2 मान्छे लिएर हजुर 1 घन्टाको लागि यहाँबाट र गिन्जासम्म। तपाईँ यो चाहिँ पहिला आउनु भएको थियो कि आज पहिले भन्दा नि यो चाहिँ 1 वर्ष सधैँ आएको। यता चाहिँ हाम्रो गएको छ यता। हजुर, यो माथि यो माथि देखा बिल्डिङ अग्लो हजुर यो गएको हो। अनि सधैँ चाहिँ देखिरहेको पहिलो चाहिँ होइन, दोस्रो चाहिँ होइन, सधैँ पढ्ने गएको हाम्रो यहाँ। हजुर। अनि गएकोबाट चाहिँ देखिरहेको अब यहाँ चाहिँ पहिलो चाहिँ आयो। अनि के भन्नुहुन्छ त अब तपाईँहरू नयाँ साथीहरू आउनु खोज्नुहुन्छ होइन? नयाँ साथीहरूलाई आउनुहोस्, काम नगर्ने यो ठाउँमा घुम्नुहोस्, रमाइलो छ। काम पाएपछि मान्छे बिजी नै हुन्छ, काममै बिजी हुन्छ। हजुर। र यो टोकियो सिलगढीमा अनि हाम्रो समीर दाइ चाहिँ के भन्नुहुन्छ? समीर दाइ कस्तो लाग्यो तपाईँलाई? केही पनि भन्न चाहन्न उसले। ल म चाहिँ अब यतिकै भिडियो बन्द गरेर म चाहिँ घरतिर लाग्छु है। बाई बाई।